हजुर हामीले चाहिँ कार्ड किन दिएको भने अहिले चाहिँ है यो कार्यक्रममा प्रवेश गर्नु पूर्व चाहिँ खासमा हामीले ब्यानर टाङ्ने त्यसपछि गएर यो कार्ड बाँडेर कार्ड को नम्बर अनुसार जसलाई 1 नम्बर परेछ उसले चाहिँ पालो कर्मसङ्ख्या चाहिँ हात धुने साबुन पानीले भन्ने हुन्छ हैन। तर यहाँ पानीको अभावले गर्दा आज चाहिँ हात धुने कार्यक्रम रहेन। तर तपाईँले चाहिँ सम्झिनु पऱ्यो कि साबुन पानीले मिची हात धुनुपर्छ, जसले गर्दा हामीले सरसफाइ भएको पूर्ण यकिन होस् भनेर। त्यसपछि अर्को कार्डको चाहिँ कार्ड दिनुको कारण के हो भने तपाईँहरूको कर्मसङ्ख्या जुन छ नि जति नम्बर कार्डमा छ त्यति नम्बरमा चाहिँ तपाईँको पालो आउँछ। यो कार्यक्रम सरसफाइ प्रवर्धन कार्यक्रम भ्याइयो भने हैन तपाईँको बच्चालाई चाहिँ खोप लाउने पालो चाहिँ तपाईँको कार्डमा भएको नम्बरको कर्मसङ्ख्याको आधारमा चाहिँ आउँछ है त। बुझ्नुभयो नि? हुन्छ कार्यक्रम अन्तर्गत तपाईँहरूले चाहिँ कथा सुन्नुपर्ने हुन्छ, एकदम वास्तविकताको आधारमा छ हैन। त्यसै गरेर हामीले गेम पनि खेल्छौँ हैन। त्यसपछि नमुना परिवारको बारेमा चाहिने आधारहरू के कस्ता हुन् र नमुना परिवार हुनलाई चाहिँ के कस्तो कुराहरू चाहिँ हामीले अप्नाउनु पर्छ भन्ने बारेमा पनि छ। त्यो बारेमा सपोर्ट गर्नेछौँ। सबैजना चाहिँ हो हल्ला नगरेर आफ्नो बच्चालाई चाहिँ एकदम के सम्हालेर राखेर सबैजनाले सुन्नु है। म बेला बेलामा तपाईँहरूलाई सुन्नेवाला छु। यदि तपाईँहरूले बुझ्नु भएन भने चाहिँ चौकीका स्वास्थ्य चौकी प्रमुख श्री विजय यादवज्यूलाई चाहिँ म प्रमुख अतिथिको आसन ग्रहण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। उहाँ आउँदै हुनुहुन्छ है त। ताली अनि कार्यक्रम यस कार्यक्रमको उद्देश्य यहाँहरू समक्ष प्रश्न पारिदिनको लागि हाम्रो यस आजको सरसफाइ प्रवर्धन कार्यक्रमको प्रमुख अतिथिलाई चाहिँ म अनुरोध गर्छु। यहाँहरू सम्पूर्णमा नमस्कार। हजुर सबैजनालाई थाहा नै छ आज हाम्रो मासिक खोप लगाउने दिन हो अनि आज हाम्रो पूर्ण खोप लगाएका बालबालिकाहरूलाई होइन हामीले प्रशंसा पत्र पनि दिन्छौँ र आजको सरसफाइ कार्यक्रम गरिन्छ त्यसको प्रमुख उद्देश्य के हो त्यसमा मैले प्रश्न पार्न गइराखेको छु। किन गरिन्छ होला सरसफाइ भन्नु त हजुरहरूले एकजनाले सरसफाइ कार्यक्रम किन गरिन्छ होला? यो खोप त लगाउनु नै पर्छ। खोपको साथसाथ सरसफाइ गर्नुको प्रमुख उद्देश्य किन होला? खोप लगाए पनि मात्र हुन्थ्यो हो कि तर सरसफाइ पनि कार्यक्रम गर्नुपर्ने हुन्छ नि। किनभने बच्चालाई धेरै जसो रोग लाग्ने हुन्छ नि रोगहरू त्यो खोप मात्र लगाएर हुँदैन, यसको साथसाथ सरसफाइ पनि गर्नुपर्ने हुन्छ। जस्तै पाखालाको लागि हामीले रोटा भाइरसको खोप लगाउँछौँ, त्यो खोप लगाएर मात्र त्यो पाखाला लाग्ने हुँदैन क्या, त्यसको लागि सरसफाइ आवश्यक सरसफाइ पनि गर्नुपर्ने हुन्छ। जब सरसफाइले पनि जब 30% मात्र रोटा भाइरस हाम्रो 100जना बच्चाले लगायो भने होइन 30जनालाई त्यो रोटा भाइरसले रोक्छ र 70जनालाई सरसफाइले नै हुन्छ सन्चो। त्यस्तो बुझ्नुपर्छ हामीले। पोलियो रोग भयो, पोलियोको थुपा हामी 3 पटक लगाउँछौँ हो कि होइन, तर सरसफाइ पनि मेन्टेन गर्नुपर्छ। सरसफाइ किन मेन्टेन गर्नुपर्छ? कुनै बच्चालाई पोलियो भयो होइन त्यो बच्चाको दिशा अथवा पिसाब होइन दिशा पिसाब यदि कुनै माध्यमबाट हाम्रो अर्को बच्चाको मुखमा अथवा दिशा पिसाबमा गयो भने पोलियो सर्ने हुन्छ है। त्यसको लागि पनि सरसफाइ चाहिन्छ, आवश्यक हुन्छ। बुझ्नुभयो नि सरसफाइ किन गर्नुपर्ने हुन्छ? धेरै जस्तो रोग छ कि जुन पोलियो के अरे खोप मात्र लगाएर हुँदैन कि सरसफाइ गर्नु नै पर्ने हुन्छ। त्यसको लागि नै सरसफाइ कार्यक्रम गरिन्छ है। भन्नु त एकजनाले मैले के भने हजुरहरूलाई मैले एउटा क्वेसन सोध्छु है। हामी कतिवटा रोग विरुद्ध खोप लगाएको हुन्छ हाम्रो बच्चाले अहिलेसम्म नेपालको सन्दर्भमा कतिवटा रोग विरुद्ध खोप लगाइन्छ भन्नु त कसैले भन्नु त? हाम्रो महिला स्वास्थ्य सेवका दिदीहरूले पनि भन्दा हुन्छ कतिवटा रोग विरुद्ध खोप लगाइन्छ? उनको धुन बजाएर चाहिँ हामी कार्यक्रमलाई चाहिँ अगाडि बढाउन चाहन्छौँ है त।
जन्मेको 6 महिनासम्म दुधै खुवाउनु पर्छ जन्मेको 6 महिनासम्म दुधै खुवाउनु पर्छ खानेकुरा राम्रोसँग पकाउनु पर्छ खानेकुरा राम्रोसँग पकाउनु पर्छ पकाएको खाना सधैँ छोपिराख्नु पर्छ पकाएको खाना सधैँ छोपिराख्नु पर्छ खानु अघि साबुन पानीले हात धुनु पर्छ खानु अघि साबुन पानीले हात धुनु पर्छ आमा बच्चा दुबैको हात सफा राख्नु पर्छ आमा बच्चा दुबैको हात सफा राख्नु पर्छ नबिर्सेर सफा भाँडोमा उमाले दुध र पानी नबिर्सेर सफा भाँडोमा उमाले दुध र पानी बच्चालाई सधैँभरि खुवाउने गरौँ बानी बच्चालाई सधैँभरि खुवाउने गरौँ बानी चर्पीमा नै बालबच्चाको दिशा फाल्ने गरौँ चर्पीमा नै बालबच्चाको दिशा फाल्ने गरौँ जहिले पानी चर्पीलाई सफा राख्ने गरौँ जहिले पानी चर्पीलाई सफा राख्ने गरौँ यी सरसफाइका 5वटा असल व्यवहारहरू नबिर्सी पालना गरौँ 15 महिनाको उमेरभित्र बच्चालाई लगाउनु पर्ने सबै खोपहरू तोकिएको समयमा लगाऊ नियमित खोप सेवा मार्फत सरसफाई प्रवर्धन कार्यक्रम स्वच्छ परिवार सुखको आधार नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय परिवार कल्याण महाशाखा र वाटर एड ल सबैजनालाई धन्यवाद यो हामीले सरसफाइमा चाहिँ यो 5वटा अथवा तपाईँको कार्ड दिएको छ तपाईँले त्यो कार्डमा भएको 5वटा बानी व्यवहारको बारेमा चाहिँ तपाईँहरूले सुनाएको बुझ्नुभयो नि यसको बारेमा फेरि हामी अन्तिममा पनि चर्चा गर्छौँ सबैजनाले चाहिँ अब चाहिँ ध्यान दिनु होला म एउटा स्थानीय परिवेशमा आधारित सरसफाइ सम्बन्धी कथा भन्न गइरहेको छु यो कथा एउटा कथा मात्र नभएर हामीहरूको जीवनमा हामीले अपनाउनु पर्ने सरसफाइ सम्बन्धी बारेमा चाहिँ यसमा जनाएको छ है त बुझ्नुभयो त्यसमा नाम चाहिँ स्थानीय ठाउँको अथवा कुनै मैले चाहिँ कल्पना गरेर नामको बारेमा भन्छु है त सबैजनालाई ध्यान दिएर सुन्नुहुन्छ अगाडि सबैजनाले एकदम ध्यान दिएर सुनेर मैले बिचमा अथवा अन्तिममा चाहिँ यसको बारेमा तपाईँहरूले सोध्नुहुन्छ के बुझ्नुभयो हैन यो कथाको बारेमा देउराली निवासी हैन तनहुँ जिल्लाको गाउँ शिवपुर निवासी सानुमायाको छोरा 7 महिनाको भएको छ अरु आमाबुवाहरू जस्तै उनी पनि आफ्नो छोरालाई एकदमै माया गर्छिन् एक दिनको कुरा हो सानुमायाले आँखाबाट आँसु झार्दै भने लौ न मेरो बाबालाई के भयो बिहान मेला जाँदा ठिकै अवस्थामा भएको छोरा बेलुका घर फर्किँदा 81 र तारन्तार पखाला लागेर सिकिस्त भएको रहेछ 1 महिना अघि पनि उसलाई त्यस्तै समस्या भएर उपचार गर्दा 2-3 हजार रुपैयाँ खर्च भएको रहेछ तनहुँको काउन्सिलपुर जिल्लाको कुनै एउटा देउराली भन्ने ठाउँको अथवा आमाको हैन सानुमायाको चाहिँ छोरा बिरामी भएछ है एक दिनको कुरा हो सानुमायाले आँखाबाट आँसु झार्दै भने लौ न मेरो बाबालाई के भयो एकदम दुःख मान्दै भन्नुभयो बिहान मेला जाँदा ठिकै थियो तपाईँ पनि मारा जानुहुन्छ नि हैन बिहान तपाईँको छोरा चाहिँ अथवा सानुमायाको छोरा चाहिँ ठिकै थियो तर फर्केर आउँदा 81 तारन्तार बारम्बार चाहिँ पखाला लाग्यो लागेर सिकिस्त भएको रहेछ 1 महिना अघि पनि उसलाई त्यस्तै समस्या भएर उपचार गर्दा 2-3 हजार रुपैयाँ खर्च भएको रहेछ बुझ्नुभयो नि यो कुरा महिला स्वास्थ्य स्वयंसेविका दिदीले थाहा पाइछिन् र उनी सानुमायाको घरमा पुगी सोधपुछ गरिछिन् बुझ्दै जाँदा यो कुरा थाहा भयो कि सानुमायाले खाना खुवाउनु अघि साबुन पानीले हात नधोइकन खाना खुवाउने गरेकी रहेछन् पकाएको खाना पनि कहिल्यै ढाकेर राख्ने गरेकी रहेनछन् बाँकी रहेको खाना नपकाइकन खुवाउने र पानी पनि नउमालिकन खुवाउने गरेकी रहेछन् के गरेकी रहेछन् भन्दा उसलाई पखाला किन लागेको रहेछ भने हाम्रो स्वयंसेविका दिदी चाहिँ सानुमायाको घरमा पुग्नु भएछ अनि उसको बच्चालाई किन पखाला लागेको रहेछ भन्ने कुरा स्वयंसेविका दिदीले बुझ्दै जाँदा आमाले चाहिँ के गरेको रहेछन् भन्दा उसलाई बच्चालाई खाना खुवाउनु अघि आमाले पनि र बच्चाको हात अथवा बच्चाको मुख पनि साबुन पानीले धोइदिने नगरेको रहेछन् है त बुझ्नुभयो नि अनि हात नधोइकन खुवाउने गरेकी रहेछन् पकाएको खाना पनि कहिले नढाकेर राख्ने यतिकै खुल्ला छोडिदिने त्यहाँ चाहिँ नाकाहरू अथवा ढुङ्गाहरू भन्किने हुन्छ नि
अब फोहोरमा खेल्ने झिँगाहरू खानामा बस्दिने जस्तो गर्दा चाहिँ खाना पनि प्रदूषित हुँदो रहेछ गरेको रहेछन् है। अनि बाँकी रहेको खाना पनि नतताइकन खुवाउने बिहान बनाएको खाना अनि दिउँसोखेरि तपाईँको उसको बच्चालाई सानो माएको बच्चालाई भोक लाग्दा पनि त्यो नतताइकनै पनि यति खुवाइदिने गरेको रहेछ अथवा बेलुका पनि त्यो बिहानको खाना नतताएर अथवा सरसफाइ नगरेर नचलेको खाना चाहिँ खुवाइदिने गरेको रहेछन् है। अनि पानी खुवाउँदा अथवा दुधहरू खुवाउँदा पनि नौमालिकन यतिकै खुवाइदिने रहेछ। पानी त हाम्रो स्रोतमा चाहिँ विभिन्न फोहोर हुनसक्छ नि त पानीको स्रोतमा पनि होइन। अझ हाम्रो टाउनसिपको परिवेशमा हेर्नुहोस् अहिले हामीले उता मुलको पानी ल्याउँछौँ होइन, त्यो मुलको पानीमा चाहिँ त्यो धुलो माटो रोड बनाइरहेको कारणले गर्दा धुलो माटो गएको हुनसक्छ, अरू कीटाणु हुन्छ नि कीटाणुहरू विषाणुहरूको पनि प्रदूषण भएको हुनसक्छ। यतिकै पानी खुवाउँदा चाहिँ त्यो पानीले चाहिँ झन् बिरामीहरू अथवा विभिन्न व्यथाहरू लाग्दिन सक्छ। तर अब सानो माइले के गर्ने रहेछ त्यो पानीलाई नउमालेर नतताएर चाहिँ आफ्नो बच्चालाई खुवाउने गरेको रहेछ है। अनि स्वयंसेविका दिदीलाई यो कुरा थाहा भयो कि सानो मायाको सरसफाइको सम्बन्धी आफ्नै अस्वस्थकर व्यवहारले गर्दा उनको छोरालाई पखाला लागेको रहेछ। पटक पटकको पखालाले गर्दा बच्चा कुपोषित समेत भएको रहेछ। सानो मायालाई पनि आफ्नो बच्चालाई राम्रोसँग स्याहार्न नसकेकोमा गाउँलेहरूले हेलाको दृष्टिले हेर्दो रहेछन्। अब के भयो भन्दा सानो मायाले आफूले अस्वस्थकर बानी व्यवहार अप्नाएको रहेछन् क्या। जस्तो कस्तो भन्दा खाना खुवाउनु अघि साबुन पानीले हात नधोइदिने होइन, अथवा आफ्नो पनि साबुन पानीले हात नधोएर खुवाइदिने, अनि बनाएको खानाहरू नछोप्ने अथवा यतिकै खुल्ला छोडिदिने, अनि बिहानको खानाहरू नतताएर दिने, दुध वा पानीहरू नउमालेर खुवाइदिने होइन। त्यसो गर्दाखेरि चाहिँ उसको बच्चा पनि कुपोषित भयो, बारम्बार बिरामी हुन थाल्यो, उसको पनि सानो मायाको पनि पैसाको पनि खर्च भयो, अनि उसको बच्चा पनि कमजोर भएको कारणले गर्दा उसले चाहिँ अलिक फोहोर जस्तो देखिने होइन, अस्वस्थ जस्तो देखिने गर्दा गाउँले समाजले पनि हेलाको दृष्टिकोणले हेर्दो रहेछ क्या। हुन्छ नि कुरा काट्ने अथवा उसले चाहिँ यस्तो यो भन्ने अलि हेपेको जस्तो तरिकाले चाहिँ उसलाई व्यवहार गर्ने रहेछन् है त। स्वयंसेविका दिदीले सानो मायाको छोरालाई तुरुन्तै पुनर्जीले झोल तयार गरी जिङ्क जक्की समेत खुवाउन लगाइन् र नजिकको स्वास्थ्य संस्थामा लैजान सल्लाह दिइन्। अब हाम्रो स्वयंसेविका दिदीले त्यो थाहा पाइसकेपछि स्वयंसेविकालाई चाहिँ पहिलो कुरो त सरसफाइको बारेमा चाहिँ उहाँलाई चाहिँ ज्ञान दिनुभयो, यसो गर्नुहुन्न, यो कुराहरू अप्नाउनुपर्छ भन्ने कुरा गर्नुभयो जुन अहिले मैले भनेँ। त्यसपछि चाहिँ पुनर्जीले झोल भनेको जुन हामीले जीवनजल भन्छौँ नि, ल भिडियोले त सुन्नुहोस् है मैले के भनिरहेको छु। तपाईँलाई पनि काम नगरेको बच्चा बिरामी भयो भने सबैजना पछाडि पनि हल्ला नगर्नु है। पुनर्जलले झोल भनेको जीवनजल पानी तपाईँहरूलाई दिनुभयो र जिङ्क चक्की जुन हामीले यहाँदेखि जिङ्क चक्की दिँदाखेरि पनि तपाईँको बच्चालाई पखाला लागेको छ भने उसको उमेर अनुसार दिन्छौँ। दिनमा 1 ट्याब्लेट तपाईँको बच्चालाई सन्चो भइसक्यो भनेपछि पनि लगातार 10 दिनसम्म चाहिँ दिनमा एकपटक गरेर चाहिँ खुवाउनुपर्छ भन्छौँ हामीले। त्यो किनभने उसको तपाईँहरूको बच्चालाई फेरि झाडा पखाला अथवा यो चाहिँ पखाला चाहिँ नदौडियोस् भनेर चाहिँ दिन्छौँ है। यो सानो मायाको कथाबाट तपाईँहरूले के बुझ्नुभयो त भन्नुहोस् त। म पालै सोध्छु है त, जसले उसले हल्ला गरिराख्नु भएको थियो उहाँहरूलाई सोध्छु। यता बच्चावाला ल हजुरले भन्नु त सानो मायालाई के सन्चो गर्नुहुन्छ? बसेर भन्दा हुन्छ, बच्चा चाहिँ उठ्न गाह्रो हुन्छ होइन, भन्नु झाडा पखाला लागेको होइन, उसको बच्चालाई चाहिँ झाडा पखाला लागेको रहेछ, त्यो समस्या चाहिँ परेको रहेछ हो। र छिमेकमा पनि यस्तै किसिमको अथवा कथामा भनिएको किसिमको जस्ता समस्याहरू भएको थाहा पाउनु भएको छ। कसैले थाहा पाउनु भएको छ तपाईँको छरछिमेकमा तपाईँको वा तपाईँलाई नि त्यस्तो भएको कहिले समस्या छ जुन सानो मायालाई अहिले परेको समस्या छ नि त्यस्तो खालको छ छैन, थाहा पाउनु भएको छैन हो। हामी चाहिँ धेरैले देखिरहेको हुन्छौँ बारम्बार पखाला लागेर आउने होइन। तपाईँले थाहा पाउनु भएन, अब चाहिँ ख्याल गर्ने, तपाईँले पनि ख्याल गर्ने। वरिपरि कसैले छ भने यस्ता फोहोर अथवा सरसफाइ नगरेको कारणले गर्दा यस्तो झाडा पखाला जस्ता प्लस अन्य बिरामीहरू पनि सरसफाइको कमीले गर्दा लाग्छन् भन्ने कुरा चाहिँ हजुरले ध्यान दिनु पऱ्यो है। लागि परेका जस्ता समस्याहरू अरूलाई हुन नदिनको लागि सरसफाइ सम्बन्धी व्यवहार के सुधार गर्नु पर्ला कस्तो लाग्छ? सानोमालाई जुन समस्या पऱ्यो नि यो समस्या हामी सबैजनालाई भनौँ न अरूलाई नपर्न दिनको लागि के समस्या अथवा कस्तो कुराहरू चाहिँ गर्नु पर्ला, के कुरा गर्नु पर्ला? कसैले भन्छ म भन्छु भन्नेवाला कोही हुनुहुन्छ? मैले स्पष्टसँग भनेको छु यस्तो गरेको कारणले गर्दा सानोमालाई यो समस्या परेको रहेछ हाम्रो स्वयंसेवीहरूले त्यहाँ गाउँमा बुझ्नु जाँदा होइन भनेपछि त्यो कुरा नगर्न अथवा यो कुरा नहुन दिनको लागि के गर्नु पर्दो रहेछ? ल हजुरले भनेको हजुरले भन्नुहोस् त, भन्नु न भन्नु, केही बिग्रियो पनि केही फरक पर्दैन होइन। फेरि भनौँला नि, बुझ्नको लागि चाहिँ हामीले यो कथा सुनाएको नि। सानो मायाको जस्तो समस्या नहुन दिनको लागि हामीले के कुरा मात्रै ध्यान दिनु पर्ने अथवा के कुरा सुधार गर्नुपर्ने रहेछ हाम्रो व्यवहारमा? बच्चाहरूलाई खाना खुवाउनु भन्दा अगाडि हात धुने। सबैजनाले ध्यान दिएर सुन्नुहोस् है, मैले पनि भनेको थिएँ तपाईँहरूले ध्यान दिनु भयो कि भएन होइन। हाम्रो दिदीले भन्दै हुनुहुन्छ, दिदी उहाँलाई देख्नुहोस् है। बच्चाहरूलाई खाना खुवाउनु भन्दा अगाडि हात
राम्ररी धुने हजुर हजुर साबुन पानीले मिची एकदम सफा गरेर चाहिँ हात धुने हो हजुर दुध र पानी तताएर खुवाउने हो पानीहरू अथवा दुधहरू चाहिँ उमालेको मात्रै खुवाउने सफा भएको एकदिन गरेर खुवाउने होइन हजुर अनि टोयलेट गएर आएपछि हात टोयलेट गरेपछि अथवा फोहोर कुरा छोएपछि चाहिँ र खाना खानु अघि पनि भन्नुभयो साबुन पानीले मिची मिची हात धुने भन्ने कुरा आयो अनि त्यसै गरेर हामीले बनाएको खाना चाहिँ जहिले पनि छोपेर राख्नु पर्यो होइन अथवा ढाकेर राख्नु पर्यो खुल्ला आउन दिनु भएन जसले गर्दा झिङ्गाहरू अथवा अरू कुनै प्रदूषित कुराहरूले चाहिँ फोहोर धुलो मैलाले चाहिँ सङ्क्रमण नहोस् प्रदूषित नहोस् भन्नका खातिर होइन त्यसै गरेर अर्को कुरा भनेको हामीले जहिले पनि हामीसँग बचेको खाना छ भने त्यो खाना खुवाउनु अघि चाहिँ तताएर मात्र खुवाउने गर्नु पर्यो होइन यस्ता व्यवहारहरू सुधार गर्नाले हामीले सानो मायाको जस्तो समस्या नपर्न सक्छ र पर्दैन भनौँ न अनि सानो मायाको जस्तो समस्या परेन भने हाम्रो खर्च पनि बढ्दैन हाम्रो बच्चाको खर्चभन्दा ठुलो कुरा हाम्रो बच्चाको स्वास्थ्यमा पनि समस्या हाल्ने क्या विभिन्न रोगले गर्दा उसको शरीर पनि त कमजोर हुन्छ नि होइन हो अथवा कुपोषणको शिकार पनि हुनबाट बच्यो है त यो कथाको चाहिँ मुख्य उद्देश्य अथवा यसको सन्देश भनेको नि यही कुरा हो है त बुझ्नुभयो नि